गोकुलमा गएर चिठी दिएर आउनुहोस् है। गोपिनीलाई लेखे चिठी, बाबालाई, नन्द बाबालाई, माता यशोदालाई चिठी लेखेर पठाउनु। गोकुलमा गए उद्धवजी महाराज, पहेँलो लुगा लाग्यो, रथ लिएर आएको। गोपिनी भन्छन् पक्कै पनि अक्रुर आयो होला, कृष्णलाई लयो कंस मार्यो, हामीलाई लगेर तर्पण दिने होला भनेर गोपिनीलाई व्यङ्ग्य गरे। यतिखेर उद्धवजी जानुभयो। उद्धवजी गएर गोपिनीलाई सम्झाउनुहुन्छ। गोपिनीहरूको त्यो प्रेम भाव देख्दाखेरि हे गोपिनी हो, भगवानसँग भक्ति गर्नुपर्छ, प्रेम होइन। यस्मिन् जन प्राण वियोग काले क्षणम समावेश मनो विशुद्ध निरीत्य कर्मा स्वयमा सुयाति पराम गतिम ब्रह्ममयोर्कवर्ण। जसले प्राण जाने बेलामा हे कृष्ण भने त भइगयो त नि, केही न प्रेम गरे कृष्णसँग भरिया। त्यतिखेर गोपिनीले उद्धवलाई भन्ने, हे उद्धव तिमी रोता कृष्णसँग भक्ति मात्रै रहेछ, प्रेम रहन्छ, अन्तिममा बिछोड होस् कृष्णसँग भनेर श्राप गरे। गोपिनीको त्यो भक्ति भावना देख्दा उद्धव दङ्ग पर्दै हुनुहुन्थ्यो। त्यही बेलामा एउटा भमरो डुल्दै डुल्दै आयो। भमरो पनि कालो, कृष्ण पनि कालो। गोपिनीहरू भन्छन् हे भमरा हामीलाई नछोड, त पनि गतिलो छैनस् भमरा। फुलमा भएको रस खान्छस् र त्यो फुलको रस सकेपछि छोडेर जानेवाला होस् त। अरे भमरा त्यो कृष्ण र तमा के फरक छ र? मनुपकी तप बन्द मातृसाङ्घ्रिम सपतिन्या कुच बिलुलित माला कुङ्कुम मसरुबिर्न। तैँले छोइस् भने हाम्रो सिंगार बिग्रिन्छ, त नछो भमरा। त्यो कृष्ण जसरी तैँले फुलको रस लिएर हिँड्छ, त्यो कृष्णले पनि हाम्रो मायालु रस लिएर हिँड, तैँले छुनु पर्दैन। गोपिनी व्यङ्ग्य गरे। हुन त हामीले त्यसको सङ्गत गर्न हुँदैन थियो, बानी त्यसको पहिले नै नराम्रो हो। त्यो बिचारा बालीले के बिगारेको थियो? लुकेर बाण हाल्यो। सुपर्णा खाले के बिगारी र मसँग बिहे गर न राम भनिया हो। नाक र कान काटेर विरूप बनायो। राजा बलिले के बिगारेर भएको सर्वस्व दान गरे, सुतल लोकमा लगेर छल गरेर राखिदियो। यसको विश्वास गर्न हुँदैन थियो। कसरी छोड्यो त्यसले हामीलाई भने? खगापीत फलम वृक्ष भूत्वा जाति थयो गृहम दग्धम मृगा तथारण्यम जारो भुक्ता स्त्रियम। फलफुलको वृक्षमा फल सकिएपछि चराले छोडिदिन्छ रे त्यो रुख। किन फल छैन किन भन्नु? भोजन गरेपछि अतिथिले त्यो गृहस्थीको घर छोडिदिन्छन्, खान पाइयो हाल्यो हिँड्छ। विद्या पुरा गरेपछि शिष्यहरूले गुरुबालाई छोडिदिन्छन्, बस्दैनन् सधैँभरि। यजमानका घर गएका गुरुबा दक्षिणा प्राप्त गरेपछि जजमानलाई छोडिदिन्छ। जङ्गलमा डढेलो लाग्यो भने सारा चराचुरुङ्गी जीव जन्तुले त्यो डढेलो लागेको जङ्गल छोडिदिन्छ। त्यसै गरी त्यो कृष्णले हामीलाई छोडेर गयो। गोपिनी हो, कृष्णले चिठी पठाएको छ, चाहिँदैन त्यसको चिठी, पर्दैन त्यो कृष्ण बोल्न भन्दै पो थिए। एकैछिनमा त परे बरधारे आँसु। हे कृष्ण धन्न सम्झनु भएछ, ए उद्धव ल्याउन चिठी। एक पत्रम तु नन्दाय वैदीयता बादितीयम यशोदा करे चैव भो। गर्ग संहितामा लेखेको थियो। प्रत्येकलाई चिठी पठाएको थियो। त्यो चिठी पढ्न लाग्या
चिठी पढ्दै जान बराबर आँसु झरे, आँसुका थोपाले लेख्या रहेछ। अरे गोपिनी हो, मैले त्यो वृन्दावन भुलेको छैन है। ती वृन्दावनका हरियाली, त्यो वृन्दावनका ती बगैँचा, सँगै खेलेका ठाउँ, सँगै डुलेको त्यो भूमि मैले बिर्सेको छैन। म फर्की आउँला है गोपिनी हो, चिठी लेख्या रहेछ। आँसुका थोपाले चिठी भिज्यो, दुई पति गयो, फाट्यो चिठी, फेरि जोड्छन् गोपिनी, फेरि पढ्न लाग्छ। त्यो गोपिनीको भाव देखेर उद्धवजी भन्नु हो, प्रभु आशा मोहो चरण रेणु जुसा मोहम श्याम वृन्दावने किमपि गुलैम लतौ सधीना याम दोस्तजम स्वजनार्य पथम चहित्वा भेजुर्मुकुन्द पदवीमय श्रुति भीरी विज्ञा। हे भगवान, म यो वृन्दावनको लहरा बेहरा भएर जन्मिन होला, मनुष्य भएर त म जन्मिन सक्दिन होला। केवल यो गोपिनीले टेक्नी धुलाको कण भएर चाहिँ जन्मन पाऊँ है मेरो कृष्ण भनेर पुकार गर्नु हो। फर्केर आएर सन्देश सुनाउनु हो कृष्ण। गोपिनीहरूले साह्रै विलाप गरे, हजुर जानुपर्छ भनिदिनु हो। उद्धवलाई लिएर हिजो आउँछु भनेको थियो त्यो 3 ठाउँमा बाङ्गीलाई सोझी बनाएको ठाउँ। उद्धव हिँड जाऊ। 2 रूप लिएर अक्रूर कहाँ र सैरन्द्री कहाँ गएर उसको सेवा ग्रहण गर्नुभयो। अक्रूरलाई गएर भन्नुभयो, काका मेरा फुपूका छोराले चौपट दुःख पाइछन् रे, लौन गएर धृतराष्ट्रलाई सम्झाइदिनु पर्यो।